दुधको उत्पादन, उत्पादकत्व वृद्धि गर्न र स्वच्छ दुध उत्पादन गर्न र गाई पालनबाट राम्रो आम्दानी लिनका लागि प्राविधिक हिसाबले उपयुक्त गोठ अनिवार्य आवश्यकता हो। गाई बस्ने ठाउँ जमिनबाट 50 सेन्टिमिटर माथि उठेको र अगाडिबाट पछाडितर्फ पानी बग्ने गरी हल्का ओह्रालो हुनुपर्छ। भिरालोपना बढी भएमा पशुको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुन्छ। यसरी भिरालो भएपछि पिसाब नाली मार्फत बगेर बाहिर जान्छ, जसले गर्दा थरी ओभानो राख्न मद्दत गर्दछ। सामान्यतः दूध दिने एउटा गाईको लागि गोठको हकमा कम्तीमा 8 फिट लम्बाइ र 5 फिट चौडाइ आवश्यकता पर्दछ। भकारी अथवा डुँड निर्माण बाहिरी उचाइ भुइँको सतहबाट करिब 2 फिट अग्लो, भित्री चौडाइ 2 फिट र 1 फिट गहिरो अङ्ग्रेजी यु आकारको हुनुपर्दछ। डुँडलाई आवश्यकता अनुसार घाँस र दाना पानी दिनका लागि पार्टिसन गर्नुपर्दछ। डुँड सफा गर्नका लागि पानीको निकास हुने गरी प्वाल राख्नुपर्छ। गर्मी हुने स्थानमा गोठको उचाइ कम्तीमा 10 फिटको हुनुपर्दछ। गर्मीका कारण हुने तनाव कम गर्नका लागि पंखा र पानी छर्कने यन्त्र डेरी फगर जडान गर्नुपर्ने हुन्छ। यसका साथै टिनको छानामाथि पराल वा छ्वाली राख्ने र गोठको वरिपरि छहारी दिने रुख रोप्नु पर्दछ। गाईका लागि सम्भव भएसम्म गोठ बाहिर खुला ठाउँको आवश्यकता पर्दछ। यसका लागि गोठभन्दा दोब्बर जमिनको आवश्यकता पर्दछ। गाई गोठ बनाउँदा सकेसम्म स्थानीय सामग्री प्रयोग गर्नु उपयुक्त हुन्छ। यदि कङ्क्रिट ढलान गरेर थरी अथवा गाई बस्ने भुइँको निर्माण गरिएको छ भने ढलानमाथि गाई बस्नका लागि रबर म्याट राखिदिनुपर्छ। गाईलाई घाँस र दाना दिने र पानी खुवाउन छुट्टा छुट्टै खण्ड भएको डुँड वा भकारो बनाउनु पर्छ। गाईको गोबर थुपार्ने खाल्डो गोठभन्दा करिब 10 मिटर जति टाढा हुनुपर्छ। मलमूत्र व्यवस्थापन र लागत कम गर्नका लागि गोबर ग्यास निर्माण गर्ने र गडेउला मल उत्पादनका लागि व्यवस्था मिलाउन सकिन्छ। गोठभित्र प्रकाश छिर्ने तथा सहजै हावा खेल्ने गरी निर्माण गर्नुपर्ने हुन्छ। गर्मी ठाउँका लागि चारैतर्फ खुला र चिसो ठाउँमा भए स्वच्छ हावा खेल्ने गरी झ्याल तथा भेन्टिलेसन भएको गोठ हुनुपर्छ। गाईका लागि दिइने आहारा अन्य घरपालुवा वा जङ्गली पशुपन्छीको पहुँचबाट टाढै राख्ने तथा गोठभित्र अनावश्यक मानिस, अन्य जनावर, चरा, मुसा आदि पस्न दिनु हुँदैन। लामखुट्टे, भुसुना लगायतका परजीवीहरू गोठभित्र प्रवेश नगरून् भन्नका लागि नेट लगाउन सकिन्छ। घाँसपात काट्नको लागि चाफ कटर, गोबर सोहर्नका लागि बेल्चा, बोक्ने ट्रली वा स्थानीय स्तरमा उपलब्ध भाँडो, सरसफाइसँग सम्बन्धित फिनेल, चुना, पोटास, मास्क, पन्जा, बुट लगायतका सामग्रीहरू गाई गोठका लागि आधारभूत आवश्यक सामग्रीहरू हुन्। गाई गोठ सधैँभरि सफा र स्वच्छ रहनुपर्छ, जसले गर्दा गाईमा लाग्ने रोग तथा सङ्क्रमणमा कमी आउँछ। अर्कोतर्फ गाई गोठमा कुनै पनि रोग भित्रिन नदिन हामीले जैविक सुरक्षाका विधिहरू अपनाउनु पर्दछ। खास गरी सूक्ष्म जीवाणु, विषाणु र ढुसी मानिस, औजार, उपकरण, कपडा, भाँडाकुँडा, सवारी साधन तथा रोगी पशुसँगको लसपस मार्फत पशुमा रोग लाग्न सक्छ। यी वस्तुहरू गोठभित्र लैजानु पूर्व सरसफाइ र निसङ्क्रमण गर्नमा विशेष ध्यान पुर्याउने गर्नुपर्छ। यदि हामीले जैविक सुरक्षामा ध्यान दियौँ भने पशुवस्तुमा रोग कम लाग्ने वा रोग लाग्नबाट बचाउन सकिन्छ। नयाँ पशु खरिद गरेर ल्याउँदा निरोगी र सङ्क्रामक रोग विरुद्धको खोप लगाएको सुनिश्चित गरेर ल्याउनु पर्दछ। यसरी ल्याएको पशुलाई 2 देखि 3 हप्तासम्म छुट्टै राखेपछि मात्र गोठमा अरू पशुसँग मिसाउने गर्नुपर्छ। गोठ र गोठ वरपर सरसफाइ राख्ने, आवश्यकता अनुसार वरपर चुन छर्कने तथा रोगी पशुहरूलाई अरू निरोगी पशुहरूबाट छुट्टै राख्ने। रोगी पशुको उपचार गरेपछि पशु स्वास्थ्य कर्मीको परामर्श पश्चात मात्रै अरू पशुहरूसँग राख्ने गर्नुपर्छ। गोठमा काम गर्ने व्यक्तिले विशेष रूपमा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। व्यावसायिक रूपमा गाई पालन गर्ने योजना भएका उद्यमीहरूले पूर्वाधारमा लगानी गर्नु पूर्व पशु चिकित्सक तथा प्राविधिकसँग छलफल अपरिहार्य हुन्छ।